आज बिहानै बल्खु काठमाडौँमा चाहिँ बागमती कोरिडोर को सुकुम्बासी बस्ती विस्थापन गरिसकेपछि अहिले लगभग 11:30 बजे चाहिँ हामी हेर्न सक्छौँ विष्णुमती कोरिडोर अन्तर्गत यो कालीमाटी समीपको क्षेत्रमा चाहिँ अहिले डोजर चलिरहेको छ र हामी दृश्य देख्न सक्छौँ। यो चाहिँ विष्णुमती कोरिडोर हो र उता टेकु र यता कालीमाटी र यो अगाडि देख्न सक्छौँ हामी पुल र यो पुलदेखि लगभग 50-60 वटा घरहरू होलान्। सुकुम्बासी बस्ती हो यो र अहिले यो हटाउने काम अघि बढिरहेको छ र हामी देख्न सक्छौँ भिडियोमा। र यता टेकु साइडको विष्णुमती कोरिडोरबाट चाहिँ बायाँ साइडमा चाहिँ हेरिरहनु भएको छ दृश्य र अगाडि हामी देख्न सक्छौँ टेकु र कालीमाटी जोड्ने विष्णुमतीको पुल र यता बायाँ साइडमा चाहिँ यो अव्यवस्थित बस्तीलाई चाहिँ अहिले हटाउने काम अघि बढिरहेको छ र भर्खरै फेरि पनि भन्न चाह्यौँ हामीले उता बल्खु काठमाडौँमा चाहिँ बागमती कोरिडोरको सबै सुकुम्बासी बस्ती एक बिहानदेखि सुरु गरिएको अहिलेसम्म हटाइसकेपछि अहिले लगभग 11:30 बजेको समयमा चाहिँ यहाँ विष्णुमती कोरिडोर कालीमाटीमा चाहिँ अहिले यो बस्ती हटाउने काम अघि बढिरहेको छ र यो देखिएको दृश्य चाहिँ बङ्सीघाट टेकुको हो र बागमती कोरिडोर बङ्सीघाटमा चाहिँ अहिले चाहिँ यसरी यहाँ पनि सुकुम्बासी बस्तीहरूको घरटराहरू भत्काउने काम अघि बढिरहेको छ र यहाँ चाहिँ धेरै पक्की घरहरू नै भएका हुनाले पनि अलिकति समय लागेको छ र आज बिहानदेखि नै नेपाल सरकारले चाहिँ बल्खु बागमती कोरिडोरमा बसेको सुकुम्बासी बस्ती भत्काएको छ। त्यसपछि उता विष्णुमती कोरिडोर कालीमाटीमा पनि घरहरू भत्काउने काम अघि बढेको छ। त्यहाँ चाहिँ सानो सेक्सनमा चाहिँ सुकुम्बासी बस्तीहरूको बसाइ छ भने यता बङ्सीघाटमा चाहिँ ठुलै छ र विशेष गरी पक्की घर भएकाले पनि यहाँ अलिकति समय लागेको छ भन्नुपर्दछ र यसरी आज यो शुक्रबारको दिन बिहानैबाट चाहिँ यसरी बस्तीहरू भत्काउने काम अघि बढिरहेको छ र क्रमशः अब बालाजुमा गएर चाहिँ यो एन्ड हुनेछ।
र यो भने फेरि हामी हेर्दैछौँ यो बल्खु स्थित सुकुम्बासी बस्ती जहाँ चाहिँ बिहान डोजर लागिसकेको थियो र डोजर लागिसकेपछि अहिले करिब 12 बजेको अवस्था यस्तो छ। र हामी हेर्न सक्छौँ यहाँ ठुलो पुलिस फोर्सको प्रेजेन्समा चाहिँ यहाँ काम अघि बढेको छ र यस्तो दृश्य देख्न सक्छौँ हामी विष्णुमती कोरिडोर कालीमाटी। एउटा घर भन्नु मैले त 4-5 वटा भन्दै छ।